नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले धेरैलाई भित्रभित्रै पिरोल छ तर खुलेर कुरा गर्न अप्ठ्यारो लाग्छ। हो, शीघ्र स्खलनको बारेमा। तर आज हामी यसलाई कुनै समस्याको रूपमा होइन, समाधान गर्न सकिने एउटा अवस्थाको रूपमा हेर्नेछौँ। आउनुहोस् यसका हरेक पाटालाई वैज्ञानिक र खुला तरिकाले बुझ्ने प्रयास गरौँ। ल, सबैभन्दा पहिले त्यो प्रश्नबाट सुरु गरौँ जसले धेरैको मनमा डेरा जमाएको हुन्छ। के शीघ्र स्खलन साँच्चीकै एउटा कमजोरी हो त? यो एउटा यस्तो प्रश्न हो जसले मानिसमा डर, लाज र आत्मविश्वासको कमी पैदा गरिदिन्छ। र यसको जवाफ एकदमै स्पष्ट छ। होइन, यो कुनै कमजोरी हुँदै होइन, बरु यो एक सामान्य चिकित्सा अवस्था अर्थात् एउटा कमन मेडिकल कन्डिसन हो जसको उपचार सम्भव छ। यो कुरालाई मनन गर्नु नै समाधानतर्फको पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो। त्यसो भए चिकित्सा विज्ञानले चाहिँ शीघ्र स्खलनलाई कसरी परिभाषित गर्छ त? सामान्यतया यौन सम्पर्क सुरु भएको लगभग 1 देखि 2 मिनटभित्रै वा आफ्नो यौन साथी सन्तुष्ट हुनुभन्दा अगाडि नै स्खलन हुने अवस्थालाई शीघ्र स्खलन भनेर चिनिन्छ। अब लागौँ सबैभन्दा मुख्य प्रश्नतर्फ। आखिर यस्तो किन हुन्छ? जान्नुपर्ने कुरा के हो भने यसको पछाडि कुनै एउटा मात्र कारण हुँदैन। यो त विभिन्न कारणहरूको एउटा भनौँ न सम्मिश्रणले गर्दा देखिने अवस्था हो। सजिलोको लागि यसका कारणहरूलाई हामी मोटामोटी 3वटा भागमा बाँड्न सक्छौँ। पहिलो, मनोवैज्ञानिक अर्थात् मनसँग जोडिएका कुराहरू। दोस्रो, जैविक अर्थात् शरीरसँग जोडिएका कुराहरू। र तेस्रो, हाम्रो जीवनशैली। आउनुहोस् अब यी तीनवटैलाई एक एक गरेर केलाऊँ। सबैभन्दा पहिले कुरा गरौँ मनोवैज्ञानिक कारणहरूको। हाम्रो मन र हाम्रो शरीर कति गहिरोसँग जोडिएको हुन्छ भन्ने कुरा यहाँ प्रष्ट हुन्छ। जस्तै अत्यधिक तनाव वा स्ट्रेस, यौन प्रदर्शन राम्रो हुन्छ कि हुँदैन भन्ने चिन्ता जसलाई पर्फर्मेन्स एन्जाइटी पनि भनिन्छ, अनि डिप्रेसन, आत्मविश्वासको कमी वा विगतमा भोगेको कुनै नराम्रो यौन अनुभवले यसमा ठूलो भूमिका खेलेको हुन सक्छ। मनको कुरा त भयो, अब शरीरभित्रकै कारणहरू पनि हेरौँ। कहिलेकाहीँ शरीरभित्रका केही गडबडीले पनि यस्तो हुन सक्छ। जस्तै सेरोटोनिन जस्तो हाम्रो मुड र स्खलन नियन्त्रण गर्ने हर्मोनको असन्तुलन, प्रोस्टेट वा पिसाब नलीमा भएको कुनै संक्रमण, थाइराइडको समस्या वा स्नायु प्रणालीको अतिसंवेदनशीलता। यी सबै चिकित्सकीय अवस्थाहरू हुन् जसलाई सही जाँच र उपचार चाहिन्छ। र तेस्रो कारण हो हाम्रो जीवनशैली, जस्तै अत्यधिक पोर्न हेर्ने बानी र हस्तमैथुनको गलत तरिकाले मस्तिष्कमा छिटो स्खलन हुने एउटा प्याटर्न नै बनाइदिन सक्छ। त्यस्तै धेरै मदिरा र धूम्रपानको सेवन र शारीरिक रूपमा एकदमै निष्क्रिय जीवनशैलीले पनि यौन स्वास्थ्यमा नराम्रो असर पारिरहेको हुन्छ। ल, कारणहरू त हामीले मोटामोटी बुझ्यौँ। अब लागौँ समाधानको पाटोतिर, किनभने हरेक समस्याको समाधान हुन्छ। सबैभन्दा पहिले हामी आफैले गर्न सक्ने व्यवहार र जीवनशैलीका सुधारहरूको बारेमा कुरा गरौँ। केही यस्ता व्यवहारिक अभ्यासहरू छन् जसले स्खलनमाथिको नियन्त्रण बढाउन सक्छन्। जस्तै स्टार्ट स्टप विधि। यसमा स्खलन हुन लाग्यो जस्तो भएपछि रोकिने अनि फेरि सुरु गर्ने अभ्यास गरिन्छ। त्यस्तै स्क्विज विधि र किगल अभ्यासहरू पनि निकै प्रभावकारी मानिन्छन्। किगल अभ्यासले हाम्रो पिसाब रोक्न प्रयोग हुने मांसपेशीलाई बलियो बनाउँछ। अनि जीवनशैलीमा गरिने ससाना सुधारले पनि साँच्चै ठूलो फरक पार्न सक्छ। नियमित व्यायाम गर्ने बानी, योग वा ध्यानबाट तनावलाई व्यवस्थापन गर्ने, मदिरा र धूम्रपानलाई सकेसम्म कम गर्ने वा छोड्ने, र रातिमा कम्तीमा 7-8 घण्टा राम्रोसँग सुत्ने बानी बसाल्दा समग्र स्वास्थ्यसँगै यौन स्वास्थ्य पनि सुध्रिन्छ। व्यवहार र जीवनशैलीमा परिवर्तन गर्दा गर्दै पनि कहिलेकाहीँ यतिले मात्रै नपुग्न सक्छ। र त्यस्तो अवस्थामा व्यावसायिक मद्दतको आवश्यकता पर्नु एकदमै सामान्य हो। याद राखौँ, सहयोग माग्नु कमजोरी होइन, बरु बुद्धिमानी र साहसी कदम हो। मनोवैज्ञानिक सहयोग निकै महत्त्वपूर्ण हुन्छ। सबैभन्दा पहिलो र शक्तिशाली उपाय भनेकै आफ्नो यौन साथीसँग यो विषयमा खुलेर इमान्दारीपूर्वक कुरा गर्नु हो। आधा समस्या त त्यही समाधान हुन्छ। आवश्यक परेमा काउन्सिलर वा यौन चिकित्सकको सल्लाह लिनु झनै राम्रो। यसले प्रदर्शनको दबाव कम गर्न र आत्मविश्वास बढाउन धेरै मद्दत गर्छ। अब एउटा एकदमै महत्त्वपूर्ण चेतावनी। कृपया जथाभावी आफैले औषधि किनेर खाने गल्ती कहिल्यै नगर्नुहोस्। साथीले भन्यो भनेर वा इन्टरनेटमा हेरेको भरमा प्रयोग गरिने औषधिले गम्भीर र उल्टो असर गर्न सक्छ। यो स्वास्थ्यसँग जोडिएको निकै संवेदनशील विषय हो, यसमा खेलबाड गर्नु हुँदैन।
डाक्टरको सल्लाहमा भने उपचारका विकल्पहरू पक्कै पनि उपलब्ध छन्, तर ती सधैँ डाक्टरको निगरानीमा मात्रै लिनुपर्छ। यसमा केही लगाउने क्रिम वा स्प्रेहरू हुन सक्छन्, कहिलेकाहीँ निकै कम मात्रामा दिइने केही विशेष औषधिहरू, वा शरीरमा कुनै सङ्क्रमण वा हर्मोनको समस्या रहेछ भने त्यसको उपचार पनि पर्न सक्छ। ल, यति धेरै कुरा गरिसकेपछि अब निष्कर्षमा पुगौँ। समाधानको सही बाटो के हो त? यो कुनै एउटा जादुको छडीले हुने कुरा होइन, बरु यसको लागि एउटा समग्र दृष्टिकोण अपनाउनु पर्ने हुन्छ। अन्त्यमा सबैभन्दा ठूलो सन्देश यही हो, यो समस्यालाई हेर्ने खुला सोच राख्नु, यसको बारेमा सही र वैज्ञानिक जानकारी लिनु र आवश्यक परेमा लाज नमानिकन व्यावसायिक मद्दत लिनु नै स्थायी समाधानतर्फको सबैभन्दा उत्तम बाटो हो। याद राखौँ, यौन स्वास्थ्य हाम्रो समग्र स्वास्थ्यको एक अभिन्न र महत्त्वपूर्ण अङ्ग हो।